देख्न सक्नुहुन्छ यो सुन्दर बसमा म आज चढिरहेकी छु। चढेर अब म घरतर्फ लाग्दैछु। बिहानको समय छ, चर्को घामले धेरै अत्ताइरहेको छ बाहिर भने एसी भित्र निकै नै राम्रो, बसभित्र निकै नै एसी चलिरहेको छ। एकदम ठन्डा ठन्डा हावा खाँदै बिहानको सुन्दर समयमा म घर जाँदैछु। हजुरलाई स्वागत गर्दछु। आज यस बसभित्रबाट हजुरलाई याद गर्दैछु। नमस्ते, जय मसी सबैजना मेरा प्यारा दर्शक दिदीबहिनी दाजुभाइ सम्पन्नलाई सलाम गर्न चाहन्छु। आजको यो शुभको बिहानको सुन्दर समयमा हजुरले देख्न सक्नुहुन्छ। आज म यो जो बाटो हिँडिरहेकी छु पछाडि, यता पछाडि हेर्न सक्नुहुन्छ सुनसान छ, बिहानको समय छ अनि चर्को घाम लागिरहेको छ र यतापट्टि रोड देख्न सक्नुहुन्छ, वहाँ पारिपट्टिका बिल्डिङहरू देख्न सक्नुहुन्छ र दिल्लीको अवस्था यस्तो छ। बिहानमा म अहिले सङ्गति गएर आएँ र परमेश्वरको महिमा भएको होस् र सबैभन्दा पहिलो हामीले स्थान परमेश्वरलाई दिनुपर्छ। र हेर्न सक्नुहुन्छ यहाँ धेरै राम्रा के छन्, बिरुवाहरू छन्, यहाँ फुलहरू छन्। यो लहरे फुल हो, यो लहरे फुल हेर्न सक्नुहुन्छ, यो लहरे फुल हो। कस्तो राम्रो छ है। और मेरा प्यारा साथीहरू, हजुरहरूलाई आज मैले बसमा गएर आएँ होइन। बसमा गएर अहिपछि त म फेरि मेट्रोमा पनि आउँथेँ, आज चाहिँ म बसमा गएर आएँ। आजको बसको यात्रा पनि धेरै राम्रो भयो। आज मेरो साथमा आज नानीहरू आएनन्, म एक्लै छु। पारिपट्टि देख्नुपर्ने यहाँपट्टि पछाडिपट्टि त रोड छ, मेन रोड हो। मेन रोडको आवाज आइरहेको छ, सायद तपाईँहरूले सुन्नुभएको हो न। हेर्न सक्नुहुन्छ यहाँ यो रुख छ नि, यो माथि पता नि के को रुख हो, यस्तो छ, झुम परेको छ। यो पात देख्न सक्नुहुन्छ, यो पात यस्तो छ। आजको सङ्गतिमा तपाईँहरूलाई मा जो मैले समय दिएँ परमेश्वरलाई धन्यवाद। और आजको यो सुन्दर बिहानीको समयमा सबै दर्शकहरूलाई जय मसी भन्न चाहन्छु। आजको मेरो यात्रा यस्तै गयो। साथीहरू मेरो लागि प्रार्थना गरिदिनु होला, अरू हजुरको लागि म प्रार्थना गरिदिनेछु। र शुभको सुन्दर समयमा परमेश्वरलाई धन्यवाद गर्दछु। र साथीहरू अब म घरमा जान्छु। यतापट्टि रोड हो, यो दिल्लीको मेन रोड हो, हाई रोड देख्न सक्नुहुन्छ। म यहाँ यो जाली छ नि, यो जालीबाट म बाहिर जाने हो, योबाट यतापट्टि। ल हेरेँ म कस्तो बाटोबाट छिर्छु यहाँबाट। ल हेर्नु, म यो बारबाट बाहिर आएँ। यो भिडियो मन परेमा लाइक र सब्सक्राइब गर्नु होला साथीहरू। जय मसी आजको भिडियोमा। ल साथीहरू, म घर पुगिसकेँ। हजुरलाई मन परेमा लाइक गर्नु होला।